हेलो गाइज, हाउ आर यु? सबैजना सन्चै हुनुहुन्छ होला अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई एउटा सानो इन्फर्मेसन दिउँ। मैले पहिला यो च्यानललाई लिनक्स हिरो भनेर राखेको थिएँ। यसको रिजन चाहिँ के भयो भन्दाखेरि चाहिँ त्यो च्यानल राख्दाखेरि चाहिँ अलिकति त्यसको ब्रान्डिङहरू गर्दा चाहिँ मलाई यसो खासै मलाई नाम चाहिँ राम्रो लागेन अनि एकदमै एउटा स्पेसिफिक जनरलाई नै फोकस गरेको जस्तै पनि भयो। अब लिनक्स भने लिनक्सलाई नै फोकस गरेको भयो। सो त्यही भएको कारणले गर्दाखेरि मैले चाहिँ यो च्यानलको नाम चाहिँ मैले चेन्ज गरे हो है। यो मेरो च्यानलको नाम चाहिँ अहिले जस्ट डु कोड हो होइन। सो त्यही भएर यो च्यानललाई जति पनि हेर्ने हाम्रो भ्युज हुन्छ हजुरहरूलाई मलाई सपोर्ट गरिरहेकोमा साह्रै धेरै धेरै धन्यवाद। यो मैले च्यानलको नाम मात्रै चेन्ज गरेँ हो, अरू केही पनि होइन। अलिकति म चाहिँ फ्लेक्सिबल भएर एउटा स्पेसिफिकलाई चुज नगरिकन म वाइड रेन्जलाई पनि गर्ने भएर मैले यो जस्ट टु कोड भनेर यो च्यानल राखेको हो। अब यही च्यानल हुन्छ, यसपछि केही चेन्ज गर्दैन। यो यही नै हो, अब यही नै हुन्छ, पर्मानेन्ट हुन्छ। अब यो जस्ट चेन्ज हुने त्यो हुने केही पनि हुँदैन। सो आजको टपिकमा जाउँ है। आजको टपिक चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको छ। यो टपिक चाहिँ के छ भन्दाखेरि सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसन भनेको छ होइन। अब जति पनि मेरो अब सफ्टवेयर डेभलपरहरू हुनुहुन्छ होइन, जेमा नि काम गर्दै हुनुहुन्छ होला, सबैहरूलाई थाहा हुनुपर्ने हुन्छ कि सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसन भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। किन हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ युजली खास हाम्रो डेभलपरहरूले फ्रिल्यान्सरहरूले चाहिँ बुझ्नुपर्ने हुन्छ होइन। जब हामीले एउटा कुनै प्रोजेक्ट लिनुभन्दा अगाडि चाहिँ त्यो सफ्टवेयर चाहिँ मा चाहिँ चाहिने चिजहरू के त्यो सफ्टवेयरमा हाल्नुपर्ने हुन्छ, कस्तो देखिनुपर्ने हुन्छ, कस्तो डिजाइनको हुनुपर्ने हुन्छ होइन, इन्टरफेस कस्तो देखिनुपर्ने हुन्छ इत्यादि कुराहरू जति पनि रिटन डकुमेन्टहरू जति पनि हुन्छ त्यसलाई चाहिँ सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसन, त्यसमा चाहिँ सफ्टवेयर रिलेटेड चाहिँ स्पेसिफिकेसन हुन्छ। त्यो चाहिँ हाम्रो क्लाइन्ट अथवाले चाहिँ के रिक्वायरमेन्ट गर्छ त्यसको बारेमा चाहिँ एउटा होल डकुमेन्टेसन गर्ने प्रोसेसलाई नै यो सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसन छ। यो चाहिँ धेरै जस्तो हाम्रो डेभलपरहरू, प्रोजेक्ट म्यानेजर, स्टेक होल्डरले यो अन्डरस्ट्यान्ड गर्न चाहनु एउटा एउटा सफ्टवेयर प्रोजेक्टलाई चाहिँ सक्सेसफुल हुनको लागि चाहिँ सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसनलाई चाहिन्छ। अनि अर्को कुरा सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसन खालि सक्सेस हुनलाई मात्रै होइन कि भोलि पर्सि होइन, त्यसमा अब के हुन्छ भन्दाखेरि अब हामीले यो सफ्टवेयर रिक्वायरमेन्ट भन्ने चिज चाहिँ हामीले युज गर्नै पर्छ एज अ डेभलपर भएपछि, एज अ कम्प्युटर इन्थुजियास्टिक हबिस्ट भएपछि भोलि एउटा कुनै स्पेसिफिकेसन काम गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ एकदमै जरुरत पर्न जान्छ। किनभने यदि यो भएन भने हामीले चाहिँ कस्तो बनाउनुपर्छ, के बनाउनुपर्छ हामीले बुझ्दैनौँ है। सो यो भनेको चाहिँ एउटा चाहिँ म्यानुअल हो जस्तै हो। एउटा म्यानुअल चाहिँ यो एउटा मेसिनको चाहिँ यस्तो यस्तो छ, यस्तो फङ्सन छ भनेर चाहिँ एउटा रिक्वायरमेन्टहरू स्पेसिफिकेसन के छ भन्ने कुराहरू बनाउनुभन्दा अगाडि जुन चाहिँ लेख्नुपर्ने हुन्छ हो त्यसलाई भन्छ सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसन। यो युजली प्रोजेक्ट म्यानेजर्सहरूले चाहिँ कम्पनीको जो पनि प्रोजेक्ट म्यानेजर हुन्छ उहाँहरूले चाहिँ युज गर्नुहुन्छ। यो एसआरएस डकुमेन्टेसन एकदमै इम्पोर्टेन्ट हुन्छ। अब यसलाई डिटेलमा बुझौँ है त।
An SRS is a detailed document that describes what the software system is supposed to do. यो माथिको भनेको फर्स्ट लाइनले चाहिँ के भन्छ, यो एउटा मैले अघि नै भनिसकेँ, यो एउटा डिटेल डकुमेन्ट हो जहाँ चाहिँ डिस्क्राइब गर्छ सफ्टवेयर चाहिँ कसरी कस्तो हुनुपर्छ, को सिस्टम चाहिँ कस्तो हुनुपर्छ। अब यसले चाहिँ इट आउटलाइन द फङ्सन एन्ड नन फङ्सन रिक्वायरमेन्ट। अब के हुन्छ भने हामीले त्यो इन्टरफेस देख्छौँ, अब हामीले क्लिक गर्दाखेरि यसरी ड्रपडाउन मेनु आउँछ, यसो क्लिक गर्दाखेरि फर्महरू खुल्छ, यो फर्महरूमा यस्तो यस्तो फङ्सन हुन्छ हो। अब के हुन्छ भने त्यसमा फङ्सन हुन्छ, एउटा फङ्सन हुन्छ, एउटा नन फङ्सन हुन्छ। फङ्सन भनेको चाहिँ कुनै चिजलाई चाहिँ काम गर्ने, स्पेसिफिक काम गर्ने। नन फङ्सन भनेको चाहिँ सेक्युरिटी पार्टलाई जनाइन्छ, जहाँ चाहिँ सफ्टवेयरको सेक्युरिटी पार्टलाई भोलि पर्सि डेटाहरू चाहिँ कसरी प्रोटेक्ट गर्ने, युजरको प्राइभेसी कसरी गर्नेहरू चाहिँ नन फङ्सनलमा गोल आउँछ। त्यो चाहिँ प्राइभेसीहरूको कारणहरू, सेक्युरिटीको कारण भयो। अनि एज वेल एज यो बनाउनुको उद्देश्य के हो र यसले कति कति क्षेत्रमा चाहिँ यसले चाहिँ युज हुन्छ र यसमा गर्दाखेरि चाहिँ के चाहिँ कन्स्ट्रेन्ट हुन्छ, डिपेन्डेन्सी के हुन्छ, कुराहरू इत्यावत कुराहरू यो लाई चाहिँ के सोचौँ भने एज अ ब्लु प्रिन्ट होइन, ब्लु प्रिन्ट जस्तै एउटा घर बनाउँदैछ, त्यो बिल्ड गर्नुभन्दा अगाडि जुन चाहिँ ब्लु प्रिन्ट बनाउँछ एउटा आर्किटेक्चरले ब्लु प्रिन्ट बनाउनुपर्छ, त्यहाँ चाहिँ यस्तो हुनुपर्छ, यसरी यसरी काम गर्नुपर्छ, यो चाहिँ यति तल्ला भनेर जसरी एउटा आर्किटेक्चरले जसरी घर बनाउँछ त्यसरी नै यो भनेको डकुमेन्टेसन बनाउँछ। अनि यसमा खालि चाहिँ डेभलपर मात्रै हुँदैन, यसमा टेस्टर पनि इन्भल्भ हुन्छ, स्टेक होल्डर पनि हुन्छ र क्लाइन्ट हुन्छ एउटै चिज। किनभने सबैको उद्देश्य के भने एउटा सफ्टवेयर बनाउने उद्देश्य हो। सफ्टवेयर एसआरएस डकुमेन्ट भनेको चाहिँ एउटा डिस्क्रिप्सन हो। एसआरएस इज अ डिस्क्रिप्सन अफ द सफ्टवेयर सिस्टम टु बी डेभलप। एउटा डिस्क्रिप्सन हो जुन चाहिँ कि हामीले एउटा सफ्टवेयर बनाउनु पर्ने हो। अनि अर्को चाहिँ के छ भने इट लेज आउट द फङ्सन एन्ड नन फङ्सन अफ द सफ्टवेयर टु बी डेभलप। जस्तै मैले भने एउटा फङ्सन हुन्छ सफ्टवेयरको र एउटा नन फङ्सन, एउटा सेकेन्डरी पार्ट हुन्छ सफ्टवेयरको। त्यो चिजलाई डेभलप गर्नलाई पनि एसआरएस डकुमेन्ट चाहिन्छ। It includes use case that describe the user interaction that the software must provide for the interaction. यो भनेको चाहिँ के भन्दाखेरि जब तपाईँले इन्टरेक्सन गर्नुहुन्छ यो सफ्टवेयर बनाउँछ, यो चाहिँ कोलाई जान्छ, कोलाई हुनेछ। जस्तो मैले स्कुल म्यानेजमेन्ट सफ्टवेयर बनाएँ भने अथवा हस्पिटल म्यानेजमेन्ट सफ्टवेयर बनाएँ भने अब त्यो कोलाई जान्छ एज अ एउटा युजर भयो। एउटा पेसेन्टले हेर्छ, उसले आफ्नो हिस्ट्रीहरू हेर्न सक्छ होइन, उसले अब कहाँ के गरेको भनेर हेर्न सक्छ, त्यो एउटा केस भयो। एउटा स्टुडेन्ट हुनसक्छ, उसले स्टुडेन्टले चाहिँ युज केसमा के हुन्छ, एउटा स्टुडेन्टले चाहिँ आफ्नो एटेन्डेन्स हेर्न सक्छ होइन। स्कुल म्यानेजमेन्ट सिस्टम हो भन्दाखेरि उसले एटेन्डेन्स हेर्छ, म कति प्रेजेन्ट भयो कति के भयो, तर उसलाई त्यसमा हक हुँदैन कि चेन्ज गर्नलाई। उसले खालि हेर्छ मात्र, इन्टरेक्ट मात्रै गर्छ, म कति प्रेजेन्ट भयो। अब मैले एउटा स्टुडेन्ट भएपछि एज अ स्टुडेन्ट भनेपछि मैले के गर्न पाउँछु यसमा मेरो भएपछि भन्दाखेरि मैले लिभ एप्लिकेसनहरू गर्न पाउँछु, मैले मेरो एटेन्डेन्स हेर्न पाउँछु। यही इत्यावत कुराहरू चाहिँ यो डकुमेन्टेसनमा चाहिँ कुराहरू हुन्छ। अब यसपछि जाउँ स्ट्रक्चर। अब स्ट्रक्चर अफ एसआरएस भनेर चाहिँ सुरुमा चाहिँ सफ्टवेयरको स्ट्रक्चरमा चाहिँ पहिला सुरु चाहिँ पर्पस हुन्छ। यो के पर्पसले बनाएको हो, मानौँ फर स्कुल एउटा समथिङ एबिसी भनेर नामको स्कुल गरेछ भने यो चाहिँ स्टुडेन्टहरूको लागि बनाएको पर्पस चाहिँ, जहाँ चाहिँ स्कुलको विद्यार्थीहरू उनीहरूलाई चाहिँ बनाएको। यसको पर्पस के, स्टुडेन्ट विद्यार्थीहरूलाई। अब यो टार्गेटेड
अडियन्सहरू को हुनसक्छ अब विद्यार्थी हुनसक्छ, टिचर हुनसक्छ, प्रिन्सिपल हुनसक्छ। अब यो फोकस चाहिँ हामीले विद्यार्थीहरूलाई जस्तो अब विद्यार्थीले चाहिँ आफ्नो हेर्छ, आफ्नो एटेन्डेन्स हेर्न पायो, उसले अब टिचरले उसलाई प्रोजेक्ट कामहरू दिएको छ भने प्रोजेक्टहरू एउटा सर्टेन हेर्न पायो होइन। तर स्टुडेन्ट भएपछि त्यसमा चेन्ज गर्न पाउँदैन, उसले एटेन्डेन्स हेर्न पायो, लिभ एप्लिकेसन दिन पायो। हो त्यस्तो भनेपछि उसले टिचर्सलाई स्टुडेन्टलाई दिन पायो। अब यसको स्कोप के त? स्कोप के हो भन्दाखेरि जब यसले चाहिँ एउटा स्टुडेन्टको चाहिँ जुन चाहिँ स्कुलिङमा हुने डे टु डे फङ्सनलाई चाहिँ सजिलो बनाउँछ यसको स्कोप। र एउटा रेस्पोन्स एउटा सम्बन्धित कुराहरूलाई चाहिँ उयो बनाउँछ, बााउन्ड्रिज गर्छ। जस्तो स्टुडेन्टको काम के हो, यसमा स्टुडेन्टहरूलाई फोकस गर्छ, टिचर्सहरूले के गर्नु पायो, अब एटेन्डेन्स उसले पनि हेर्न पायो। अब स्टुडेन्टको कुनै आएको छ तर हामीले दिएछ भने त्यो उसले चेन्ज गर्न पायो, त्यो सम्बन्धी भयो, त्यो एउटा भयो। अब एउटा स्टुडेन्ट, टिचर्स, प्यारेन्ट्स होइन, प्रिन्सिपल, त्यो चाहिँ स्कोप, त्यति चाहिँ उसले गर्न पायो, त्यति टार्गेट अडियन्स र स्कोपमा चाहिँ गर्न पायो। डेफिनेसन अब के हुन्छ भने डेफिनेसनमा चाहिँ के हुन्छ भने हाइरार्की। जस्तो अब ठुलो कम्पनी छ भने अब ठुलो कम्पनीमा सिइओ हुन्छ, र ठुलो म्यानेजमेन्ट ठुलो गरेछ भने डेफिनेसन हाइरार्की अनुसार, हाइरार्की एचओडीमा। अब एचओडीमा चाहिँ के अब एचओडीले चाहिँ हेड अफ डिपार्टमेन्टलाई चाहिँ यो छ, अब हेड अफ डिपार्टमेन्ट यो सफ्टवेयरमा चाहिँ के गर्न पाउँछ, उसले यो चिज गर्न पाउँछ। अब एज अ म्यानेजर भएपछि उसको रोल के हुन्छ, त्यो अनुसारको सफ्टवेयरको रिक्वायरमेन्ट त्यो अनुसारको उसको डिफाइन हुन्छ र उसले गर्ने काम सफ्टवेयरमा रोलहरू उसको आफ्नो हुन्छ। हेड अफ डिपार्टमेन्ट भयो अनि होइन, एज अ मार्केटिङ अफिसर भयो, उसको के गर्ने उसले काम गर्न सक्छ त्यसमा। अनि एज अ सिएफओ भएपछि त्यसको टाइटल एज अ त्यो भएपछि उसले सफ्टवेयरमा के गर्न पाउँछ हो, यतावत कुराहरू चाहिँ डिफाइन गर्छ, जुन चाहिँ कि त्यो गर्नको लागि चाहिँ एउटा पुरा उसको हाइरार्की र स्ट्रक्चरलाई चाहिँ जनाउँछ, त्यो डिफाइन गर्छ। रिफरेन्सेस के हुन्छ भन्दाखेरि एउटा सफ्टवेयर त हामी बनाउँछौँ, तर त्यो सफ्टवेयर बनाउँदा हामीले रिफरेन्सेसहरू देखाउनु पर्ने हुन्छ। हाम्रो कहाँबाट चाहिँ हामीले रिफरेन्स र रिसर्च गरेर चाहिँ हामीले चाहिँ गरेको होइन। अब भनौँ स्कुलको भयो, अब हामीले एउटा एबिसी स्कुलको मैले बनाएँ, त्यो चाहिँ मैले बिए भन्ने स्कुलबाट बनाएँ र उस अर्को एउटा स्कुलबाट रिफरेन्स लिएर त्यसबाट गरेर अलिकति आफ्नो नयाँ थपेर मैले बनाएँ, त्यो भयो रिफरेन्सेस। ओभरअल गर्दाखेरि युजर इन्टरफेस भन्दाखेरि जब मैले त्यो सफ्टवेयर चलाउँछु भने अगाडिको इन्टरफेस कस्तो हुन्छ होइन। अगाडिको इन्टरफेस भन्दाखेरि अब जस्तो एउटा मैले भनौँ न गुगलमा गएँ, गुगलमा गर्दा मैले गुगल होइन जिमेल खोल्दाखेरि अगाडिको जुन देखिएको छ त्यसमा इनबक्स देखिन्छ, यो सबै देखिन्छ हो, त्यो सबै चिजलाई चाहिँ युजर इन्टरफेस भनिन्छ होइन। जस्तो मैले वेब पेजबाट खोलेको छु भने त्यो सब देखिन्छ, तर त्यही अनुसारमा मैले मोबाइलबाट गरेको छु भने मोबाइलबाट त्यो देखिने इन्टरफेस हुन्छ। त्यसै गरी सिस्टम इन्टरफेस भन्दाखेरि अब तपाईँको सर्भरहरू भयो, सर्भरमा के भयो, अब यो केमा बनाएको छ, एचटिटिपी हो कि यो मैले वेबसाइट खोलेँ र स्पेसिफिक वेब एप खोलेँ, त्यसमा चाहिँ एचटिटिपी मात्र लेखेको छ कि एचटिटिपिएस हो कि होइन, त्यो चाहिँ के कन्टेनरमा खोलिरहेछ, कुन चाहिँ उयसबाट खोलिरहेछ होइन, त्यो अनुसारको चाहिँ एउटा चाहिँ सिस्टम इन्टरफेस, त्यो चाहिँ सिस्टम रिलेटेड चाहिँ इन्टरफेसहरू बारेमा हामीहरू राख्छौँ। डिजाइन कन्स्ट्रेन्ट भन्दाखेरि चाहिँ
के हुन्छ भने हरेक सफ्टवेयरका आफ्नो आफ्नो डिजाइन कन्स्ट्रेन्ट हुन्छ र एजम्सन हुन्छ र डिपेन्डेन्सी हुन्छ। त्यो भनेको मतलब चाहिँ फर एक्जाम्पल चाहिँ अस्ट्रेलियामा चाहिँ ई सेवा छ। ई सेवामा अब मलाई दिनमा चाहिँ मैले चाहिँ 5000 एकचोटि मात्रै दिनहरूमा चाहिँ 5000 मात्रै खर्च गर्न पाउँछु। हो त्यो भनेपछि मेरो कन्स्ट्रेन्ट भयो। के एजम्सन गरेर गर्छ भन्दाखेरि अब एउटा युजरले चाहिँ 5000सम्म मात्रै गर्न सक्छ भनेर एउटा एजम्सन तरिकाले जुन चाहिँ बनाउँछ डिजाइन कन्स्ट्रेन्ट डिपेन्डिङ जसरी बनाउँछ त्यो अनुसार चाहिँ त्यसको डिजाइन गरेको हुन्छ, त्यही अनुसार हुन्छ। अब अर्को आयो युजर फिचर्स। युजर फिचर्स भन्नाले चाहिँ के बुझिन्छ भन्दाखेरि चाहिँ कोले चाहिँ चलाउने हो। जस्तै मैले एउटा स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम भने कोले चलाउँछ त्यो। अब एउटा स्टुडेन्टले चलाउने भयो, स्टुडेन्टको प्यारेन्ट्सले चलाउने पाउने भयो, अब पाउँछ उसमा हुने भयो, अब टिचर्सले चलाउन पाउने भयो, अनि त्यही अनुसारमा प्रिन्सिपल र हेड उनीहरूको फाउन्डरहरूले चलाउनु पर्ने भयो। त्यही अनुसारको चाहिँ युजरको चाहिँ फिचर्स हुन्छ। त्यसै गरी सिस्टम फिचर्स एन्ड रिक्वायरमेन्ट। हरेक सफ्टवेयरमा चाहिँ एउटा सिस्टमले बनेको हुन्छ र त्यही अनुसार सिस्टमको रिक्वायरमेन्ट हुन्छ भनौँ न। अब रिक्वायरमेन्ट भनेपछि एन्ड्रोइड हुनसक्छ, एन्ड्रोइडमा पनि चल्छ मेरो यो सफ्टवेयर, एन्ड्रोइडमा पनि चल्ने भयो, आइओएसमा पनि चल्ने भयो। अब यो मेरो चाहिँ बोथ ओएसमा पनि चल्छ, अर्कोमा पनि चल्ने भयो, त्यो एउटा भयो। अब के हुन्छ भने त्यो सिस्टममा जुन चाहिँ यसमा फङ्सन के छ, फङ्सन के हुन्छ भने त्यसमा अब क्लिक गर्दाखेरि यो खुल्ने भयो, यो खुल्दाखेरि यो फङ्सन हुने भयो। त्यसै गरी युज केसेस, यसको युज चाहिँ के केसेसमा हुन्छ। अब यो चाहिँ एउटा अब भनौँ न एउटा फर एक्जाम्पल एउटा फिनटेक कम्पनी छ, ई सेवा भनौँ न। अब ई सेवाहरू कोले युज गर्ने भयो त यो केमा हुने भयो जस्तो भन्दाखेरि फ्रिल्यान्सिङहरू गर्दाखेरि चाहिँ त्यसमा काम लाग्ने भयो, यो यस्तो यस्तो छ। अब एक्सटर्नल रिक्वायरमेन्टहरू भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ जस्तो यो लजिकल डेटाबेस रिक्वायरमेन्ट भन्यो। एक्सटर्नल इन्टरफेस रिक्वायरमेन्ट भन्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब हाम्रो एप्लिकेसन भन्दा बाहिर भनौँ न, हाम्रो अब एउटा डाइनेमिक वेबसाइट छ। अब त्यसमा चाहिँ अब डाइनेमिक मानौँला चाहिँ त्यसमा लजिकल, अब लजिकल डेटाबेस भनेपछि एसक्युएल हो कि अनि नन एसक्युएल हो कि स्ट्रक्चरल हो कि नन स्ट्रक्चरल हो कि डेटाबेस रिक्वायरमेन्ट हुने, जुन चाहिँ कि यसमा चाहिँ हरेक युजरहरूको चाहिँ डेटाहरू स्टोर भएर होस् होइन, त्यसको क्यापेबिलिटीमा पनि भर पर्छ। अब एक्सटर्नल रिक्वायरमेन्टमा अर्को के भन्छ हार्डवेयरको चाहिँ तपाईँको चाहिँ हार्डवेयरको चाहिँ स्टोरेजमा पनि भर पर्छ। हार्डवेयरको स्टोरेज अब यतिसम्मको हार्डवेयरको स्टोरेजलाई चल्छ। अब त्यो हार्डवेयर स्टोरेजमा चाहिँ माउस हुनुपर्छ, मोनिटर हुनु चाहिन्छ भनेर भन्न सक्छ होइन। अब आइओएस यतिकोसम्म यसले सपोर्ट गर्छ, त्योभन्दा त्यसले सपोर्ट गर्दैन भनेर जति पनि यो युज हुन्छ हो त्यो चाहिँ एक्सटर्नल इन्टरफेस रिक्वायरमेन्ट भयो। अनि लजिकल डेटाबेस भनेको चाहिँ जहाँ चाहिँ तपाईँको सबै डेटाहरू स्टोर हुन्छ नि, जहाँ चाहिँ तपाईँले आज टाइप गर्नुभयो, तपाईँको भनौँ न एउटा चाहिँ स्कुलको म्यानेजमेन्टमा गर्नुभयो, तपाईँलाई भर्ना गर्नको लागि ल तपाईँले एउटा वेबसाइटमा जानु, तपाईँको नाम भर्ना भनेर सबै स्टोर भएर बस्छ नि। अब तपाईँले मलाई एडमिसनको लागि तेरो नाम नम्बर सबै दे भनेर भन्छ, मैले नाम नम्बर सबै टिप्छु, त्यसमा दिन्छु, ल मलाई चाहिँ एउटा कल आउँछ हो, त्यो सबै तपाईँले दिएर त्यहाँ स्टोर दिएर दिन्छ नि कहिलेकाहीँ वेबसाइट। जस्तो हामीले अब अनलाइन मलाई पढ्नु पऱ्यो, अनलाइन कोर्स गर्नु पऱ्यो भने अब मलाई गएर म चाहिँ त्यहाँ गएर पढ्नु पऱ्यो भने चाहिँ मलाई चाहिँ अब त्यो नाम नम्बरहरू दिनु पऱ्यो, त्यो सबै दिनु पऱ्यो। त्यसको लागि त मलाई
त्यो एउटा बनाउनु पर्यो हो। त्यो चाहिँ के हुन्छ भने MySQL भन्ने डेटाबेस म्यानेजमेन्ट भन्ने हुन्छ। त्यसको आफ्नै छुट्टै त्यसको आफ्नो क्यापेसिटी अनुसार हुन्छ। त्यहाँ चाहिँ मैले गएर मेरो नाम, मेरो फोन नम्बर, एड्रेस गरेर राख्यो भने मलाई एकछिनमा त्यो युनिभर्सिटीको 1-2 दिनमा मलाई कल आउँछ। त्यो भने चाहिँ के हुन्छ त्यो स्टोर हुन्छ, कहीँ न कहीँ गएर स्टोर हुन्छ हो। त्यस्तो कुरा हो यो लजिकल डेटाबेस रिक्वायरमेन्ट भनेको, जहाँ चाहिँ एसक्युएल नन एसक्युएल क्वेरी हुन्छ नि त्यो सबै बस्छ नि टेबल सिटमा, त्यो हो त्यस्तो खालको रिक्वायरमेन्ट हो। त्यसको लागि पनि छुट्टै त्यसको आफ्नै स्पेसेस हुन्छ, कतिसम्मको स्पेस रिक्वायरमेन्ट गर्ने होइन, कतिसम्मको त्यो चाहिँ डेटाबेसहरू चाहिँ यो सफ्टवेयरमा चाहिँ गर्न सक्ने होइन, त्यो अनुसारको कुराहरू हुन्छ लजिकल डेटाबेस रिक्वायरमेन्ट। नन फङ्सनल रिक्वायरमेन्टहरू भनेको चाहिँ युजली के हो भने सेक्युरिटीमा धेरै हुन्छ। जस्तो तपाईँले एउटा बनाउनु भयो ई सेवाको, मानौँ न तपाईँले ई सेवाको बनाउनु भयो होइन, ई सेवा होइन, तपाईँले चाहिँ मेरो सेयरमा बनाउनु भयो। मेरो सेयरमा चाहिँ अब चाहिँ त्यहाँ चाहिँ कुराहरू आउँछ, मेरो लगइन भयो, पासवर्ड भयो, मैले सबै बनाएँ। अब त्यो मलाई ओटिपी आएर भेरिफिकेसन मलाई दिएर गर्छ नि हो, त्यो सेक्युरिटी रिलेटेड भयो। अब यसमा चाहिँ के हुन्छ भने यसमा चाहिँ सेक्युरिटी हुन्छ, जस्तो सेक्युरिटी होला होइन, त्यो गर्ने मेरो पासवर्डहरू प्रोटेक्टेड गर्ने कसरी के गर्ने। अब मैले यो फङ्सनल भने चाहिँ सेक्युरिटीमा चाहिँ भने अब भनौँ न मैले यही चिज, अब यो चिज मेरो मैले आइफोन भनौँ मसँग स्यामसङ ग्यालेक्सी S23 छ भने अब मैले यही चिज स्यामसङ ग्यालेक्सी भनौँ न अलिकति 5-6 वर्षको पुरानोमा नि गऱ्यो भने त्यसमा नि चल्छ कि चल्दैन होइन, त्यो अनुसारको रिक्वायरमेन्टहरू हुन्छ कि हुँदैन, कि मेरो अर्को उसमा गर्दाखेरि चाहिँ मेरो लगइन गर्दाखेरि त्यसबाट मेरो डेटा लस हुन्छ कि, त्यो सबै गर्ने कुराहरू फङ्सन रिक्वायरमेन्टहरू के गर्ने, कसरी त्यो चाहिँ युजरहरूको डेटाहरू कसरी त्यसलाई चाहिँ जोगाएर राख्ने होइन, त्यो चोरी हुन नदिने, यतावट कुराहरूलाई चाहिँ नन फङ्सनल रिक्वायरमेन्ट हुन्छ। अनि डिलिभर फर एप्रुभल, जब तपाईँले यो एउटा पुरै एउटा सिटबाट चाहिँ बनाइसक्नुहुन्छ, तपाईँले एउटा पुरै सिटबाट बनाउनुहुन्छ नि सफ्टवेयर, अब तपाईँले बनाउनुहुन्छ अब त्यो सफ्टवेयर होइन, बनाउनुहुन्छ, त्यो बनाएपछि तपाईँले एउटा भनौँ न मानौँ एउटा पुरै फर इक्जाम्पल यो एउटा यसरी मैले दिएँ, यसरी पुरै एउटा डकुमेन्टेसन हो, यहाँ सबै लेख्नुहुन्छ यो रिक्वायर यसरी 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 सबै बनाउनुहुन्छ, बनाएर यति यसरी गरेर क्लाइन्टहरूसँग गरेर दिनुहुन्छ। जब तपाईँले आफ्नो क्लाइन्टलाई चाहिँ यो पेपर डकुमेन्ट उहाँलाई सब्मिट गर्नुहुन्छ होइन, एप्रुभलको लागि उहाँले तपाईँले दिनुहुन्छ, त्यतिखेर भन्ला अब क्लाइन्टले तपाईँलाई के भन्ला भने होइन मलाई यो अलिकति चेन्ज गर्नुपर्ने हुन्छ भनेर तपाईँले चेन्ज गर्नुहुन्छ, त्यो अनुसार जब उसको आफ्नो सिग्नेचर उसले गर्छ नि, ल यो एप्रुभ भयो भनेर उसले जब गर्छ नि हो, त्यो भएपछि मात्रै त्यसपछि तपाईँले चाहिँ अब चाहिँ डिजाइनिङ पार्टहरू गर्नको लागि अब यसपछि यो बनाउनु भयो, अब यसपछि के गर्ने त, यतिकै त हेरेर मुखले त बन्न मिलेन। अब यसपछिको काम के हुन्छ भन्दाखेरि हाम्रो चाहिँ यसपछिको काम के हुन्छ भने अब चाहिँ डिजाइनिङको लाइन हामी दिन्छौँ, युआई युएक्स डिजाइनिङ होइन, युजर इन्टरफेस कस्तो हुनुपर्थ्यो, अझ डिजाइनिङ फेजमा जान्छ। डिजाइनिङ फेजपछि अब हामीले कोडिङ गर्ने, अब कुन चाहिँ फ्रेमवर्क राखेर गर्ने होइन, कस्तो फ्रेमवर्क राखेर गर्ने त भनेर हुन्छ, त्यो इत्यादि चाहिँ अब चाहिँ पार्ट चाहिँ यो गरिसकेपछि त्यो पार्ट हुन्छ। सो एसआरएस डकुमेन्टेसन भनेर चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ एउटा सफ्टवेयर कम्पनीको लागि चाहिँ, एसआरएस चाहिँ एकदमै आवश्यक हुन्छ। र आजको भिडियो चाहिँ यति नै रहेको छ है, आई होप हजुरलाई केही यो भिडियो चाहिँ इन्फर्मेटिभ लाग्यो भने यो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्नुहोला।
र यो टपिक चाहिँ एकदमै इम्पोर्टेन्ट नै छ होइन। सो त्यही भनेको भएर र होइन। र मसँग एउटा चाहिँ म तपाईँलाई एउटा एक्जाम्पल पनि दिन्छु मैले कसरी बनाएको छु एउटा नर्मल स्ट्याटिक वेबसाइटको। पहिला सुरु मैले इन्ट्रोडक्सन दिएँ होइन, के हो यो कस्तो हो भनेर दिएँ, प्रडक्टको डिस्क्रिप्सन दिएँ होइन, एउटा यो एसआरएस डकुमेन्टको देखाउँछु, यो प्रडक्टहरू चाहिँ यस्तो यस्तो हुन्छ, यसको लागि यो 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 कामहरूको लागि हुन्छ। र रिक्वायरमेन्ट के थियो त युजरको भने फङ्सनलमा सिस्टम रिक्वायरमेन्टमा यसरी आइओएस एन्ड्रोइडहरूमा चल्छ यो क्यापेबिलिटी मिनिमम डिभाइसको रिक्वायरमेन्ट छ। सफ्टवेयरको रिक्वायरमेन्ट के छ, अब यो सफ्टवेयर यो रिक्वायरमेन्ट चाहिँ यो केमा बनेको, यो आइओएस आइओएस यो भिएस कोडहरू बनेको होइन। अब यो जुन चाहिँ वेबसाइटलाई जुन चाहिँ राख्यो नि होस्ट गर्यो नि त्यो प्लेटफर्मलाई नेटलिफाई भन्नेबाट हो। अब यो इन्फ्रास्ट्रक्चर रिक्वायरमेन्ट के हो, अब यसमा चाहिँ डिजाइन कन्स्ट्रेन्टहरू के आउँछ, अब यसलाई स्केल गर्नको लागि चाहिँ गाह्रो हुन्छ, यसलाई फेरि कस्टमाइजेसन अझ फर्दर अर्कोमा राख्नलाई चाहिँ गाह्रो हुन्छ होइन। यसको कन्स्ट्रेन्टहरू छ, अब एजम्सन एन्ड डिपेन्डेन्सिज भन्ने छ, इन्टरफेस रिक्वायरमेन्टहरू भन्ने छ होइन, पर्फर्मेन्स रिक्वायरमेन्टहरू भन्ने छ होइन। अब त्यसमा अब टेस्टिङ एन्ड इभ्यालुएसन भन्ने छ। त्यही भएर चाहिँ जसरी यो गरियो त्यही अनुसार चाहिँ एउटा चाहिँ मैले बनाएको थिएँ। सो आई होप गाइज है तपाईँलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने चाहिँ यो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्नुहोला र बेल आइकनलाई पनि दाब्न चाहिँ नबिर्सिनु होला। यो भन्दा गर्दै आज म यो भिडियोबाट बिदा हुन चाहन्छु। टाटा, गुड बाई, गुड नाइट।